हेलो साथी सम यो हेर्नुस् यसपालि 2082 मा लिएको 12 को एक्जामको क्वेशनमा 1 मार्कको क्वेशन म बनाएछु न्युमेरिकल वाला। यो तपाईहरुको अगाडि म प्रस्तुत गर्दै छु। तपाईहरु हेर्नु है। 9 नम्बरमा के भनिन्छ त रु 20,000 को प्रस्तावित लाभांशको सामान्य परिशिष्ट तयार गर्नुहोस् भनेको जनरल एन्ट्री बनाउनको लागि भनेछ। म बनाएर हेराउन गइरहेछु। बनाइछु हेराउँछु हैन। 10 नम्बरमा के भनिन्छ फेरि 10 नम्बरमा यो क्याश फ्लो को यहाँ छ क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज एन्ड इन्डाइरेक्ट मेथड छ। इन्डाइरेक्ट मेथडमा दिएछ। यो बनाउनका लागि तपाईलाई टेबल कोड्नु पर्छ र टेबल कोड्नु बित्तिकै आफै बनाउन थाल्नुहुन्छ। यसको लागि प्र्याक्टिस चाहिन्छ। एकदम सजिलो छ है। सजिलो छ। यो 11 नम्बरमा के भनिन्छ त एनुअल रिक्वायरमेन्ट यति दिएछ। वार्षिक आवश्यकता भन्छ यसलाई र अर्डरिङ कस्ट पर अर्डर यति दिएछ र क्यारिङ कस्ट पर युनिट यति दिएछ। अब इओक्यू इकोनोमिक अर्डर क्वान्टिटी यसको फर्मुला छ र फर्मुला द्वारा बनाइन्छ है। म तपाईहरुको अगाडि म ल्याउँदै छु। म बनाएको छु। यो हेर्नुस्। अब कसरी बनाउने जनरल एन्ट्री हेर्नुस्। पर्पज डिभिडेन्ड कसरी बनाउने पर्पज डिभिडेन्ड अकाउन्ट DR2 यो DR हो है यो CR हो। पर्पज डिभिडेन्ड DR2 प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट के हो त 20,000 भयो। बिइङ पर्पज डिभिडेन्ड यसरी दिएर नाइरेसन हैन बनाउन सक्नुहुन्छ। एकदम सजिलो छ। अब क्याश फ्लो हेर्नुस्। क्याश फ्लोमा के छ क्याश फ्लो अपरेटिङ एक्टिभिटिज इन्डाइरेक्ट स्पिचमा यहाँ मलाई मिस्टेक भयो थियो। क्याश फ्रम अपरेटिङ एक्टिभिटिज पहिला राख्ने हैन। त्यसमा कुन आइटम पर्छ कुन आइटम पर्दैन भने त्यो तपाईहरु हेर्न सक्नुहुन्छ। किताबमा दिएको हुन्छ। नेट इन्कम यति छ 36,000 छ है सरी 36,000 छ र त्यसपछि नन अपरेटिङ एक्टिभिटिज मा के पर्छ डिप्रिसिएसन पर्छ डिक्रिज इन करेन्ट एसेट पर्छ हैन अरु पर्छ हैन। अब हेर्नुस् डिप्रिसिएसन के छ 12,000 छ र डिक्रिज इन करेन्ट एसेट छ। यो करेन्ट एसेट हुना भएकोले यसलाई प्लसमा नै राख्नु पर्छ। यो गर्दा 58,000 भयो है साथीहरु। अब क्वेशन नम्बर 11 मा हेर्नुस्। क्वेशनमा के छ भने एनुअल रिक्वायरमेन्ट यति दिएछ। वार्षिक आवश्यकता हुन्छ। अर्डरिङ कस्ट पर अर्डर यति दिएछ। क्यारिङ कस्ट पर युनिट यति दिएछ। अब इओक्यू निकाल्नु छ अकॉर्डिङ टु फर्मुला द्वारा म निकाल्दै छु। इकोनोमिक अर्डर क्वान्टिटी 2√2AO बाइ C हुन्छ र 2 इन्टु कति छ 2 लाख इन्टु 100/40 दिएछु हैन। मानौ 2 को 2 दिए म A को मान यहाँ 2 लाख छ 2 लाख दिए। अब यहाँ हेर्नुस् 100 कहाँबाट आयो त O को मान कति छ त 100 भयो त्यही दिए म 1000 आए। तपाईहरु डिभाइड गरेर हेर्न सक्नुहुन्छ। यसरी नै बनाउँदा तपाईहरुको बेस्ट हुन्छ। एक्जाममा सजिलो हुन्छ। यसरी नै बनाउनुस्। यसरी नै सोल्भ गर्नुस् र एक्जाममा लेख्ने तरिका एकदम बेस्ट छ। म यसरी नै बनाए थियो हैन। यसरी कोर्ने हैन एकदम बेस्ट तरिका छ। यसरी बनाउने बढी क्याचकुच नगर्ने गलत हुन्छ भने यहाँ कसर्ने हैन मेरो जस्तो एकदम फ्रेश तरिकाले बनाउनु ल है। नमस्ते साथीहरु। यो भिडियो हेर्नका लागि म धन्यवाद गर्न चाहन्छु। धन्यवाद।